हेलो एभ्रिवान, आज मैले हजुरहरूलाई शाही पनिरको रेसिपी सेयर गर्दैछु। शाही पनिरको लागि मैले चाहिँ यहाँ 250 ग्राम पनिर लिएको छु। त्यसलाई चाहिन्छ टमाटर अनि प्याज चाहिन्छ अनि अलिकति खुर्सानी, आफूहरूले कतिको पिरो खान्छ त्यही अनुसारको। यो चाहिँ मैले अलिअलि कुटेछु लसुन र अदुवा। अहिले फेरि फ्राई गर्दा फेरि मिक्सरमा पिस्नुपर्छ, त्यही भएर यो चाहिँ मैले तेजपत्ता, ल्वाङ, सुकमेल गरेर राखेको छु। यसलाई काजु चाहिन्छ अनि थोरै दही चाहिन्छ। अब चाहिँ पकाउन सुरु गरौँ है। यहाँ चाहिँ मैले फ्राई गर्नलाई तेल बसालेको छु। तेल पनि तातिसकेछ। अब यसमा चाहिँ मैले यो मसलाहरू पुऱ्याएँ। मसलाहरू तातिसकेपछि चाहिँ यो लसुन र अदुवा पनि फ्राई गर्दैछु। लसुन र अदुवा यतिको रातो भइसकेपछि चाहिँ मैले यसमा प्याज पनि हालिदिन्छु। अनि प्याज हालेर चाहिँ हजुरहरूले एकछिन चलाउनु होला। मैले प्याज हाल्छु। प्याज हालेर एकछिन रातो हुने गरी प्याजलाई चाहिँ फ्राई गर्नु होला हजुरहरूले। अनि प्याज हाल्दै गर्दा चाहिँ यो चाहिँ मैले खुर्सानी हालेको छु 2टा। हजुरहरूले चाहिँ कतिको पिरो खानुहुन्छ त्यही अनुसारले हाल्नु होला। हामीले चाहिँ खासै पिरो खाँदैनौँ, त्यही भएर मैले 2टा मात्रै सानो खालको हालेँ। खासै पिरो छैन यो। मैले चाहिँ प्याज यतिको रातो बनाइसकेको छु। प्याज रातो बनाइसकेपछि हजुरहरूलाई चाहिँ काजु हाल्नु होला। काजुले यसको टेस्ट अझै मिठो गराउँछ। काजु हालिसकेपछि मैले चाहिँ लसुन अदुवाको लसुन, जिरा, धनियाँको यहाँ पिसेको मसला चाहिँ हालेको छु। यो मसला हालेर एकछिन भुट्नु। एकछिन भुटिसकेपछि चाहिँ मैले टमाटर हाल्दैछु। टमाटर हालिसकेपछि चाहिँ स्वाद अनुसार नुन हाल्नु। नुन हालिसकेपछि चाहिँ बेसार हाल्नु। बेसार हालिसकेपछि एकछिन चलाउनु। एकछिन चलाएपछि यो हल्का यसको यो टमाटर हल्का पाक्छ। हल्का पाकिसकेपछि चाहिँ यसलाई चाहिँ मिक्सरमा फेरि ग्राइन्ड गरेर फेरि पकाउनुपर्छ। मैले चाहिँ एकछिन पकाउनु छोडिरहेको छु। टमाटर एकछिन पाकोस् भनेर। टमाटर हल्का गिलो भएपछि चाहिँ यो चाहिँ मैले मिक्सरमा पिसेर यसको चाहिँ पेस्ट बनाउन लाग्दैछु। यो पेस्ट बनाइसकेपछि फेरि हामीले यसलाई पकाउनुपर्छ। अहिले चाहिँ मैले पेस्ट बनाउँछु। पेस्ट गराउने बेला चाहिँ यो 2-4वटा पनिरको टुक्रा चाहिँ यसमा राखिदिनु होला। यसले चाहिँ ग्रेभी चाहिँ मिठो गराउँछ। मैले चाहिँ यति हालेको छु। अघिको त्यो मसला पिसेर चाहिँ मैले यो प्यानमा चाहिँ ट्रान्सफर गरिदिएको छु। यो पाक्न लाग्छ। यसमा चाहिँ अलिअलि उम्लिन लगाएपछि यो मसला पाक्न लगाएपछि चाहिँ हजुरहरूले चाहिँ पनिर हाल्दिनु। मैले पनि पनिर हाल्न लाग्छु। पनिर हाली चाहिँ एकछिन चलाउनु होला। एकछिन चलाइसकेपछि एकछिन 5 मिनट जति पकाएपछि पनिरभित्र चाहिँ मसला मजाले जान्छ। मैले पनि यहाँ चलाउनु राखेर ल्याएको छु। यतिको भइसकेपछि चाहिँ हजुरहरूले दही हालिदिनु होला। दहीले यसलाई अझै मिठो गराउँछ टेस्ट। दही हालेर छिटो चलाइहाल्नुपर्छ, फेरि दही चाहिँ खान्छ। अब यतिको पाकिसकेपछि चाहिँ ग्यास अफ गर्नु होला। अनि त्यसपछि माथिबाट चाहिँ धनियाँले गार्निस गर्नु होला। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ, मैले चाहिँ यसरी बनाउँछु। मेरो यो रेसिपी चाहिँ हजुरहरूलाई मन परे भए हजुरले पनि ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।